हेलो नमस्ते एभ्रिवान वेलकम टु प्राप्ति ब्लग्स आजको यो न्यू भिडियोमा पनि हजुरहरूलाई स्वागत छ। हेलो एभ्रिवान, आज पनि हामीले आउटफिट अफ द डे गर्न लागेका छौँ। आज चाहिँ हाम्रो निवान भाइको प्यारी दिदी कायरा दिदीको ह्याप्पी बर्थडे अनि हामी ह्याप्पी बर्थडेमा जान लागेको। अनि मेरो सानोको यो गिफ्ट हो अनि यो नाना पनि गिफ्ट हो अनि सानोले यो सिल्भरको चाचा लाइछिन् अनि त्यसपछि त गोल्डको बेङ्गल्स लाइछिन् अनि त्यसपछि यति हो सानाको है। अनि सानोको मामको अनि यो फ्रम असिन अनि यो नेकलेस यो फ्रम सुजन अनि यो चाहिँ गिफ्ट हो अनि त्यसपछि अनि यो गेस गाडी अनि त्यसपछि यो फ्रम पेन्जोरा यति हो। अब हामी ह्याप्पी बर्थडेमा जाने। ह्याप्पी बर्थडे टु यु कायरा, मे गड ब्लेस यु, थ्याङ्क यू, बाई, सी यु अगेन। कहाँ जानु लाग्यो तिमी? निबु कहाँ जानु लाग्यो हो? अबे कहाँ? कायरा दिदीको ह्याप्पी बर्थडेमा भन न, ह्याप्पी बर्थडे कायरा दिदी भन। पुन्टु ये हामी कायरा दिदीको घरमा आउँदैछौँ। ह्याप्पी बर्थडे कायरा। कायराको बर्थडे डेकोरेसन स्टार्ट हुँदैछ। कस्तो राम्रो छ। Oh my God. कायरुलाई बर्थडे विस गर्न फर्स्टमा आइसिन् हाम्रो निवान भाइ। आइसके कायराको ह्याप्पी बर्थडेमा। ह्याप्पी बर्थडे कायरा छोरी। कायरा सुतिन् त निवान भाइ कहाँ जाने भन्छन् फेरि दिदीले। निवान भाइले के फुटाएछ? निवान फुटेछ? ए देखाउनु त भन्दै थिइन् के अरे। यति मसला हुँदैन। त्यस्तो नखाऊ, आमा त भोलि जानी। यता 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 हेर न, यता यता खेल्छु मलाई खेल्ने हौ, खेल्छु हौ। यस्तो निबो छाने तर हामी कहाँको छाना हामी को चाहिँ आएको रे कायराको बर्थडेमा भने न। कायरा दिदीको बर्थडे होइन हो? ह्याप्पी बर्थडे भनेको खै। ह्याप्पी बर्थडे। कस्तो राम्रो डेकोरेसन हेर न है, कस्तो राम्रो होला। साँच्चैको भनेको के बर्थडेमा आएर अनि खाइहाल्ने हो। कायरालाई ह्याप्पी बर्थडे नभन्दै। यता कायराको बाबाले अचार बनाउँदै हुनुहुन्छ, अचार प्रोग्रेस। यता सानोले के खायो तिमी? उता जाँदा सानो यता हेरेको अनि यता हेरौँ न, यसरी हेरौँ न। अब यता फोटो खिच्नु। यता हेर त कायरा नुनुकोले उठेको हैछ। ह्याप्पी बर्थडे हो तिम्रो, ह्याप्पी बर्थडे। अहिले कायरा रेडी भएर आउँछिन् ह्याप्पी बर्थडे केक काट्न है। ओ भन ए नुनु गरेर आइसिन्। यता चाहिँ हाम्रो बर्थडे गर्ल कायराको प्यारी मम्मा। मम्माले पनि सानो भिडियो लेख्दै हुनुहुन्छ अनि यहाँ कायराको मम्माले नै कति राम्रो डेकोरेसन बनाउनु भएको छ। के चाहियो? भिडियो आउँछ। ह्याप्पी बर्थडे भन न, कायरालाई ह्याप्पी बर्थडे भन। लाभिस आज बिहानै मैले सोधेको कसको बर्थडे भनेको काइराको भन्थ्यो। काइरो
काइरुको लागि खोइ ह्याप्पी बर्थडे तिम्रो काइरु साथी होइन अब एकजना निबु एकछिन न्याप्ली छिन् नुन गरिसिन् हाम्रो दुर्गी आउनुभयो दुर्गी बहिनी हाम्रो निवान पनि ऊ थिइन् ए जाने त ऊ चिचिन् तिमीले पनि ह्याप्पी बर्थडे भनेको यति बेला हो ह्याप्पी बर्थडे काइरु दिदी भन निवान भाइ ह्याप्पी बर्थडे भन न आज काइरु दिदीको बर्थडे काइरु दिदीको मम्मा काइरु दिदीको आमा काइरुको आन्टी काइरुको जिजी यता हिरो बनेर आउनुभयो काइरुको ड्याडी खै ओ माई गॉड कस्तो क्युट देखेको यता म लगाऊ भन नि त आऊ यता काइरुसँग बस्छु कार्य खुट्टा सजिलो बनाएर बस्छ खुट्टा सजिलो बनाऊ कायरा अनि बोलायो लिन बोलाएपछि त झन् कस्तो छोडेर आएको 1 घण्टा पछि तोर लाग्छ नि त रोए कस्तो त मनै नमानेर अनि सिग्नल छ भनेपछि त अलिक ढुक्क हुन्छ जस्तो लागेर के केही भन्दैन नि मेरो फोन गर्नु कामै त्यही त हो नि पैसा तिरेर सबै त्यस्तै तर उनीहरुले थाहा होइन वाटरमेलन म्याङ्गो या चाहिँ पार्टी चिप गरिखेर यो के हो आइसक्यो हजुरलाई विशेष है मलाई विशेष आइसक्यो माई गॉड केही छैन यत्रो भएर ल त्यति रोए के अस्ति पनि त्यस्तै भयो एउटा इन्डिया नै हो त यतिकै लिन जानु भयो हेर्नु 1 घण्टा सुतेको मलाई त संसारै जित्यो जस्तो कति खुसी युट्युबमा आउँछ खिच्नु बहिनीले पनि भन्नु त्यही भएर जाऊ कालीसँग बग गरेर जाऊ कस्तो छ मिठो छ किटी जान्छौ भन्नु छ लास्ट टाइम मिठो हामीलाई के हो भन्नु पर्ने कि अप्लाई गर्ने कि के रहेछ पछि आफै अटो कट्टु आज त्यही गरे गिफ्ट ल्याइदिनु भएको रहेछ ओ Oh, another one. Wow. Hey, thank you, भनेको. ब्याग पनि देऊ थ्याङ्क यू भन गाएर थ्याङ्क यू दिदी भन्नुपर्छ नि निवान भाइ पनि आइन कायरा दिदीको गिफ्ट हेर्न हो क्या हाम्रो कायराको बहिनी आइन र बर्थडे नानी घरमा ल्यायो कान्छी भर्खर उठेको कति गते उठ्यो नि 2 घण्टा भयो 1 घण्टा भयो रञ्जनाले किन्दैन जसले पुछ तिम्रो खाऊ म त बहिनी नुन गरेको के सानो बहिनी छिन् काइला बहिनी हजुर सिन्डीबाट आउनु है मामा होइन कपालमा आउने मामा चाहिँ सिन्नीबाट दादु
ए त्यही सानी दादा रेजल हेर्नु पर्छ जस्तो छ रेजल हो त्यस्तो भन्छ अनि अब त्यही के भनेको भनेर त्यही त्यो ओडै आएको होइन अब 7 महिना हुन्छ यो लास्टमा कम्प्लिट 6 महिना कम्प्लिट भएर मार्चको लास्टमा त्यसरी कम्प्लिट यो त चाइल्ड केयरमा नि यस्तै गरेर हिँड्छन् जस्तो काइरु काइरु के काइछ यता अहिले छुनु हुँदैन हस् अहिले छुनु हाम्रो प्रिन्सेस नायरा यो लागेको मैले लगभग 2 घण्टा होइन म आएपछि हो हाम्रो ब्युटिफुल दुर्गी मेरो छोरो लेविसको ड्याडी यहाँबाट 10 मिनट 10 मिनट जति ड्याडी कार्यालयसम्म पनि एउटा टिकटक बनाऊ मैले फोटो एउटा मात्र खिचेर एउटा मात्र खिचेर रोक्ने मैले एउटा मात्र खिचेको फोटो सानी यहाँ छ तिम्रो पानी ए कालु टिकटक बन्दैछ हाम्रो फ्यामिलीको मम्मीले गरिदिन्छ भक्ति तले अहिले मिलाएर पाले ममताको छाया भन्नेमा टिकटक बनिरहेको छ 1 2 थ्याङ्क यू भन्दै काइलु ए हो नि हो त अनि त्यसै ह्यापी बर्थडे भन्नु हुन्छ त सुरु भयो कसरी हेरिकन सानीले हैन यहाँ भिडियो फोटो खिच्ने प्रोग्राम भइरह स्टार्ट गर्छ है काउन्टडाउन अलि यता उयो पनि दिनुहुन्छ त्यो ल हेर ले सुनाउलाई ल 3 2 1 गो के भन्यो हेर हाँस काइरा हाँस लेबी ह्यापी बर्थडे काइरा क्लियर र तर तिमीले अस्ति जुनसुन त कस्तो भयो त्यसो त जान्नु हाम्रो काइरुको ह्यापी बर्थडेको डेकोरेसन यहाँ सबैजना रेडी छौँ बर्थडे मनाउन लाइब्रेरी चाहिँ ठिकै ल उता सोफा बसेर 1 2 3 लाइन त 1 2 3 3 2 1 1 2 3 1 2 3 होइन पहिला ठिकै हो मलाई हेर्नु ल फलामको ल्याउनु न त्यही तर फलामको मलाई 1 2 3 1 2 3 हाँसौँ 1 2 काइरा भिडियो गराउनु त आउँछ तर त्यसरी गरेको राम्रै हुन्छ यदि भएपछि त काकालाई देखाउनु अहिले हेर्नुहोस् Happy birthday to you. Happy birthday, dear Kaira. Happy birthday
भन दाइले हेलो यो केक काटेको भिडियो मैले खिचेको के पर्दैन ए म उलाई मिस ल पुङ्गर काएन ह्यापी बर्थडे ल के काट्छु ह्यापी बर्थडे हुन्छ नि के काट्छु नि है काची काची भनेर birthday to you. लास्टमा भयो Happy birthday to you, Kyra. बोले हम मात्र नपढिन्छ जो ले बिस्ते जो ले नि काट जो यो काट आउन ल्याउ हजुर एक्चुअली यसरी फोटो खिच्दिनु लक्ष्मी मैले भिडियो खिच्न लाग्छु मैले 1 2 3 गो अब कायरालाई खै बस बस न काइरालाई अलि अलि जाऊ न अलि कायरालाई हाममा गराइदिउ ल कायरालाई दिउ कायरालाई तिमीले खुवाइदिउ तिमीले खुवाइदिउ आ काइरु ल खुवाइदिउ ल दिउ कायरालाई ल भयो ल भयो जाऊ निमा ह्यापी बर्थडे भन्न दिदीलाई पोर कति बेलाले त बिचारा अब इन्नलाई पनि त झ्याउला भयो कि कति काट्यो नि त्यति काट्छ कति काट्छु होइन नि तिम्रो भ्लग वाला हो मेरो अर्कै हो के ल काट ए भन्छ कि के रे यो खाना लाऊ झ्याउ हुन्छ के यस्तो भयो भयो अब अर्को चम्चामा खाने अर्को चम्चामा खाने ल ल्याबिस गर फेरि ल सानी आशा आशा सानी आशा सानी फेरि आइछ कति आयो उरे गदि हुन त नि इपे बुरे 3 2 1 1 2 3 हजुरले हाँस्नुहुन्छ 1 2 3 तँ खाँदै छ त्यहाँ नखानु अहिले फेरि ह्यापी बर्थडे हुरे हुरे हाम्रो बर्थडे प्रोग्राम लगभग एन्डतिर आउन लागेछ म अब अन्त्यमा यो छोरोको हत्याबाट ल्याउनु यो ब्लगिङमा म भएपछि त नि कस्तो तिमीलाई चाहिँ के गलेका कति छिटो जान्छ है टाइम हामी भोलि जाँदै हुनुहुन्छ मम्मीलाई ह्याभ अ सेफ जर्नी मम्मीसँग फेरि भेट्ने हो र हिजोबाट त होइन होला 4-5 दिनै भयो तातो भयो धेरै पकाएको हाम्रो खाना खाने बेला भयो मिठो छ हेर्दै मिठो हाम्रो सेफ मिठो गराउनुहुन्छ सबै मिठो हाम्रो बर्थडे गर्लको मम्मा 16 छ दुईटा छोरी भइसक्यो 202 पनि पुगिसक्यो अर्को बर्थडेमा नानीको पहिले के हुन्छ अब आइरहेको भनेपछि त पाँचमी आउँछ अब सानीको त्यसपछि फेरि नानीकै बर्थडे आउँछ टाढो मेगाफेयर भन्ने आउँछ कपाल नचलाऊ मतलब हाम्रो बर्थडे सक्यो यता सफा गर्दै हुनुहुन्छ
खाँदै हुनुहुन्छ Thank you for coming. बाई मम्मी र हामी नेपाल भेट्छौँ कि मम्मी अस्ट्रेलिया आउनुहुन्छ अस्ट्रेलिया भेट्छौँ मम्मीलाई have a safe journey बाई बाई यसरी आज को दिन पनि एकदमै रमाइलो भयो कायराको सेकेन्ड बर्थडे ह्याप्पी बर्थडे टु कायरा छोरी मे गड ब्लेस यु वी लभ यु छोरी अनि मम्मीको पनि कतै छिटो जाने दिन आइसक्यो मम्मीलाई पनि ह्याभ अ सेफ जर्नी वी गना मिस यु अब मम्मीलाई फेरि नेपाल आउँदा नै भेट्छौँ कि त फेरि मम्मी अस्ट्रेलिया आइसकेपछि भेट हुन्छ हामीले बाबालाई अनि भाइलाई पनि मिस गरिरहेका छौँ समग्रमा आजको भ्लग एकदमै रमाइलो भयो थ्याङ्क यू सो मच हाम्रो स्विटेस्ट नेबर प्रमिला अनि सृजन ब्रोलाई हाम्रो नानीको ह्याप्पी बर्थडे मा इन्भाइट गरेकोमा वन्स अगेन ह्याप्पी बर्थडे टु यु कायरा छोरी मेरो ब्लगलाई माया गरिदिनु भएकोमा हजुरहरूलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु प्लिज सब्सक्राइब माई च्यानल लभ यु अल